प्यासेन्जर पो त्यो तपाईहरुकै क्षेत्रको ठुलो नेता हुनुहुन्छ उहाँहरुलाई त लगेको राम्रो भन्नुभयो ठुलो सजाय होस् भन्न चाहन्छु एकदम राम्रो हामीलाई त ठुलो एकदम सजाय खुसी लाग्छ त्यति हो खुसी लाग्छ जम्मै बढार्नु पर्छ यो यो भ्रष्टाचारी भ्रष्टाचारीलाई यो गाविसमा पनि पर्सनले ओली खाइछन् के गर्ने छानबिन गर्नुपर्छ छानबिन गरेर सबैलाई लानुपर्छ बढारेर कमल थापा यो सबै लानुपर्छ सबै यी जम्मै भ्रष्टाचारी हुन् तर यो महेश बस्नेतको एरिया हो नि आमा एरिया भनेर त्यसको लागि को बोलेको छ त्यसको लागि कोही बोलेको भए भोट आउँथ्यो नि त त्यसको लागि को छन् त्यहाँ यहाँ कोही पनि छैनन् जनता तपाई कसको साथमा हो त्यसमा सपोर्ट कसो गर्दै हुनुहुन्छ अहिले हामी त टिके घुम्न जाने बेर भइसक्यो सपोर्ट बालिनको रविको ए हस् धन्यवाद ल धन्यवाद छ युवाहरूको जय होस् हैन युवाहरूलाई म धन्यवाद दिन्छु एकदम राम्रो गर्छ बालिन सरकार हामीले भनेको चाहिँ पुरा गर्न पर्छ हेर्नु बालेनले एकदम राम्रो गर्छ तपाईहरु जस्तो युवाहरुको दिन आयो अब अरु हैन दिन आयो तपाईहरु पनि अघि यो देशमा के भएको भ्रष्टाचार बढेको भ्रष्टाचार अरु के हैन भ्रष्टाचार बढेको यो गाडीहरुको भ्रष्टाचारले गर्दाखेरि उठाएको पनि केपी ओलीलाई त कसैले पनि छुन सक्दैन भन्थे नि त भनिरहेको थियो दिइरहेको थियो के बिल हामी जस्तै जनता होइन त्यो बिल लिए भन्दाखेरि दिन सकेन